हामी यति बेला खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका अन्तर्गत पर्ने यो रावा खोलामा आइसकेका छौँ। यहाँ माछा मार्न खान रमाइलो गर्न भनेर आइसकेका छौँ। निकै गर्मी छ यहाँ मध्याहको समय। अनि आज यतै रमाइलो गरौँ के कस्तो हुन्छ अगाडि हेरौँ। यता माछा मार्दै हुन्छ हाम्रो दाइहरू, त्यता गएर हेर्छौँ के कस्तो हुने रहेछ। आज यतै रावा खोलातिर रमाइलो गर्छौँ है हामी। जालमा माछा कतिको पर्छ त भन्ने कुरा अब यहाँ थाहा हुन्छ है। के भयो अड्क्यो कि क्या हो जाल? के भयो माछा पर्यो कि नै? परेछ क्या? झ्याम्मै जालमा झ्याम्मै माछा पर्यो भने त मजा आयो, परेन भने नमजा आयो। उता अर्को दाइले पनि बटार्नु भयो। लु कसकोमा पर्छ त? झिक्न चाहिँ भित्रै जानु पर्दो रहेछ है। खोइ पर्छ कि त्यहाँ पर्छ है। अब हामी लक्की छौँ भने हेर्न पाइन्छ है त्यहाँ। ठुला माछाले पक्रियो जाल भन्न। के छ ढुङ्गामा अड्क्यो जाल। के को माछाले पक्रिन्छ? यस्तो छ है। पर त छैन, रित्तै छ। झ्याम अब पर्छन् माछा झ्याप्पै भनेर भन्न सकिँदैन। हेरौँ कति पर्दो रहेछ यहाँ। यसरी जाल हान्दै हुँदो रहेछ रावा खोला दाइहरू। यसो रमित हेरौँ भनेर हामी पनि हेर्दैछौँ। पर त परेन। ओहो सबै जालहरू रित्तै आउँछन् त हौ। करेन्ट लाएर सबै सक्यो। कतैले माथि हान्नु है पुलको फेदमा पर्ला त माछा। करेन्टले सबै सकेछ। के पर्थ्यो होला र? ऊ माथि पनि जाल हान्दै हुँदो रहेछ। माछा छ त? माछा भ्यागुतो रमाइलो हुने भयो। रमाइलो चाहिँ तर माछा पर्दो रहेछ। झ्याममा सुई पार जाल चाहिँ रित्तै आउँछ। भरिएर आउला भनेर हान्यो। आउला त ऊ माथि हान्दै हुनुहुन्छ। अर्को दाइले पनि जाल, यताको दाइले के हेर्दै हुनुहुन्छ? माछो भ्यागु त भइहाल्यो नि। खोइ त पस्यो है जाल चाहिँ। अब माछा चाहिँ के गर्छ पस्नलाई? त्यो दाइकोमा पर्यो त? परेन, माछै पर्दैन त। पर्यो क्या हो? ए परेछ नि, टाढा भयो। ए राम्रै परेछ नि। पर्यो गर लास्टमा रित्तै आउँछ होला। आयो भनेको त है त। यो गर्मीमा साह्रै मजा आउने जाल हान्न चाहिँ। माछो भ्यागु त हुन्छ कि के हुन्छ हेरौँ ल त्यहाँनिर। के आउँछ त? माछा आउला त? अघि छुट्टी गएछ राम्रो माछा पर्दा। पर्यो त? परेन। यहाँनिर पर्छ त अब। पर्ला जस्तो छ है। पर्ला जस्तो छ है। के जस्तो छ अरे? पर्ला जस्तो छ। ऊ जाल पनि निकै तानिरहेछ। माछो भ्यागुको त्यत्रो कमर रहेछ। अनि हामी कहाँ तर्न सकिन्छ? पुलबाटै तान्नुपर्छ पारी। पर्यो त के गरी तान्नु हो त? परेन। सुरुमै माछा भएको त कहाँ पर्यो? यो चाहिँ के अरे? यो चाहिँ बाँस बल्छी। यतापट्टि बल्छी हान्दै हुनुहुन्छ एकजना दाजुले। हातभरि माछा बोक्नु भएको छ। अब यहाँ के हुन्छ हेरौँ ल। कति बेर पर्खिने हो? नपसुन्जेली पर्खिने हो कि? पर्यो त? दुईवटा बोकेर आउनुभयो त दाजुले त। भर्ने विचार छ है क्या आज? ठ्याक्कै पुल मुनि शीतलमा बसेर झ्याम्लाङ्गे। त्यो दाजुको उसमा माछा छ नि। फुलटुङ हो कि पुलटुङमा छ?
टन्ने एउटा चाहिँ ठुलै छ अरू ठिक्क ठिक्कका उ त्यहाँ त्यो बचाउन राख्नु भएको छ त्यो दाइको चाहिँ के अरे बल्छीमा चाहिँ कति बेर लाग्दो रहेछ बल्छी जाल अघि त्यहाँ चाहिँ नजिकै एकैछिनमा निस्किएको थियो अहिले चाहिँ के भयो दाइ उँधो एक गरिनु भयो फोटोमा परे 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 भन्न नमिल्ने नपरी कालै काला माछा छ नि त दाइको बल्छीमा त अल्छीले ल बल्छी छोडेर हिँडिदिरा माछो माछो बल्छीमा भ्यागुतो परेन यत्रो बेर राख्दा नि परेन सुई चाप झप्पै मान्छे जत्रो पर भन्दा मान्छे जत्रो पार्नु है मान्छे जत्रो दाइ त जानुभयो त उतै यसमा चाहिँ पर्छ कि त भन्ने हामीलाई लागिरहेछ माछो 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 के भयो भ्यागुतो झ्याप यसरी हानेपछि झ्याप्पै माछा पर्न पनि सक्छ नपर्न पनि सक्छ भन्न चाहिँ सकिँदैन अब के हुन्छ यहाँ हेरौँ है झ्याप्पै पऱ्यो भने त मजा आइहाल्यो परेन भने दुःख पाइहाल्यो आयो 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 भनौँ लास्टमा रित्तै माछो 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 भ्यागुतो परेन है माछा छैन खोलै खोला यसरी जाल हान्दै हान्दै हिँड्दै हुनुहुन्छ अङ्कलहरू हामी पनि पछ्याउँदै 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 अगाडि चाहिँ बढ्दैछौँ कि तर माछा चाहिँ अब के कस्तो पर्छ केही जानकारी छैन अब यहाँ के भयो त रित्तै छ माछा पर्दैन अब अर्को ठाउँमा हान्नु पर्यो यस्तै गरी अब यहीँ हान्न खोज्दै हुनुहुन्छ झ्याप्पै चुइँ पारेर हानो माछो पर्दैन चुइँ पार पर्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन माछा धेरै भए चाहिँ पर्छ अब यहाँ माछा अहिले पातला पातला छन् सबै मानिसहरूले करेन्ट लाएर सक्यो भन्ने चाहिँ हल्ला बजारमा छ्यापछ्याप्ती छ खोलामा के छ त क्या त्यो चुडियो कि क्या हो जाल पासो रहेछ के अरे कसको पासो रहेछ के अरे छैन रित्तै झ्याम पर्छ त हेरौँ है यहाँनिर यस्तो पछ्याउँदैछौँ नि हामी माछा खानलाई तर अब के हुन्छ लास्टमा भन्दा माछो माछो भ्यागुतो छैन माछो माछो भ्यागुतो छ त माछा छैन पर्न त सक्छ है लास्टमा भनेको छैन रहेछ यहाँ पर जाल हान्दै हुनुहुन्छ दुईजना साथीहरू कतिको पर्छ हेरौँ अब त्यहाँ जाल हान्दै